हेलो के छ सन्चै हुनुहुन्छ होला सम्पूर्ण। म पनि सन्चै छु, ठिक छ। आज फेरि पशुपतितिर आइएको छ। यो साउन महिना भएर पनि होला मान्छेहरू अलि भिडभाडै देखिन्छ र शनिबारको माहौल तीमाथि मौसम पनि पानी पर्न लागेको जस्तो छ। अनि हामीले चाहिँ दर्शन गर्नको लागि फुल, माला, रुद्राक्ष लगायतका कुराहरू चाहिँ हामीले गेटबाटै किनेर लग्यौँ। र पशुपतिमा अहिले चाहिँ धार्मिक महोत्सव पनि भइरहेको रहेछ। यहाँ सायद पुराणहरू केही भइरहेको हुनुपर्छ। मलाई चाहिँ बिदाको दिनमा बिहानको समयमा मन्दिर जानुपर्दा, भगवानको दर्शन गर्न जाँदा यति इनर्जी आउँछ शरीरमा, छुट्टै फ्रेस फिल हुन्छ कि। सायद तपाईँहरूलाई पनि त्यस्तै हुनुपर्छ। भिडभाड चाहिँ टन्नै भिडभाड देखिन्थ्यो। हामी चाहिँ अब मन्दिरभित्रको त कसरी प्रवेश गर्ने भनेर हामी अन्योल जस्तो भयौँ सुरुमा चाहिँ। तर बिस्तारै हामी अगाडि बढ्दै गयौँ। त्यसपछि भिडभाडहरू अलिअलि कम हुँदै गएको पनि अवस्था थियो। हामी चाहिँ मेन प्रवेशद्वारमा पुग्यौँ। अब यहाँभित्र चाहिँ भिडियो गर्न नमिल्ने भएकोले मैले यहाँसम्मको मात्रै भिडियो बनाएँ। सम्पूर्णलाई बाई बाई। फेरि अर्को भिडियोमा भेटौँला।